प्रश्न बालनलाई किन केटीहरूसँग भिडाएको होइन? अब तपाईँलाई के लाग्छ त बालनको एउटा जनसागर धेरै उलिरहेको छ है बालनको जनसागर त धेरै उलिरहेको छ उता अब जनकपुरमा भयो अब सिरामा भयो के छ अब त्यो केही पनि छैन केही पनि हुँदैन यता भाइ होइन रासपाले 30-40 सिट छ 30-40 सिट मात्रै मेरो कुरो सुन्नु न पहिले प्रश्न सुन्नु न प्रश्न कुरै सुन्नु न तपाईँ तपाईँ धेरै भयो 40 प्लसै जित्छ होइन 40 प्लस रासपाले ल्याउँछ होइन ओलीको पनि त्यही 25-30 सिट पनि आउँछ ओलीको पनि आउँछ किन नआउने कुरो भन्ने कुरै हुँदैन केपी ओलीको आउँछ एमालेको अब यता काङ्ग्रेसको पनि 25-30 सिट आउँछ अब सबैको भोट आउँछ हर्क साम्पाङको पनि अलिकति आउँला हर्कलाई पनि दिन्छ नि त त्यो पागल मान्छे छन् मान्छेले नदिने आउँछन् आउन सक्छन् त्यो नआउने भन्ने अहिले हामीले चुनावी आकलन गर्ने नै होइन अनि अर्को कुरो हजुर अब त्यस पछाडिको चाहिँ देश परिवर्तन हुन्छ कि हुँदैन भन्ने कुरा मात्रै कुरो आयो क्या अब यसको लागि चाहिँ के हुनु पऱ्यो भन्दाखेरि बहुमत पुग्नु पऱ्यो बहुमतको सरकार भयो भने देश बन्छ नभए बन्दैन बहुमतको सरकार हुनको लागि यो समानुपातिक छ नि यो समानुपातिक प्रणाली त्यो खारेज हुनुपर्छ क्या समानुपातिक प्रणाली खारेज जब हुन्छ अनि त्यस पछाडि जब बहुमतको सरकार बन्छ अनि मात्रै देश बन्छ नभए बन्दैन म त अब यो अहिलेको लहरहरू हेर्दाखेरि तपाईँको घन्टीले म त सबै नै बिहान नै हुनसक्छ पहिले अब 6 महिनाको उसमा तपाईँको के भयो भन्नुहुन्छ भने चौथो दल बन्यो होइन छलाङ राम्रो सम्भवतः अब अहिले बालन पनि प्रवेश गरे पछाडि राम्रो छ होइन अब धेरै अब 20 सिट भएको प्लस 20 सिट प्लस 40 प्लस आउला होइन कम्प्लिट त उसको पनि आउँदैन राष्ट्रपाको पनि छैन अझै पनि त्यो होप त छैन नै 100% कसरी आउँछ 100% त आउँदै होइन नि तपाईँ ढुक्क हुनु न किनभने एमालेको पनि छ नि त भोट त एमालेको छ काङ्ग्रेसको छ सबै छ नि त त्यसले गर्दाखेरि त्यो 100% चाहिँ बहुमत चाहिँ बन्दैन र यसो सन्दर्भमा एउटा कुरो जोडिहालौँ अब यो हाम्रो झापामा नम्बर 5 बाट चाहिँ तपाईँको बालन र ओलीको भिडान्तर भन्दैछ नि त्यहाँनिर चाहिँ तपाईँलाई कस्तो लाग्छ कसले चाहिँ बाजी मार्ला कसले चाहिँ तपाईँको धेरै मत ल्याउला त्यो भनेको चाहिँ अब यस्तो अब राष्ट्रपालाई अब बालनलाई उठायो भने बालनको त पुरै उसको सवाल छ है त्यो उसले त जित्नै पर्यो अब ओलीको पनि आफ्नो वर्चस्व छँदैछ त्यो भनेको त एउटा लालकिल्ला भएको एरिया हो नि त पहिलाको त हो त्यसले गर्दाखेरि धेरै अब यो विषयमा चाहिँ धेरै नै विचार विमर्शन गरेर मात्रै बोल्नु पर्छ किनभने यो ठ्याक्क बोल्ने कुरो होइन तपाईँ चाहिँ सपोज तपाईँ चाहिँ झापा नम्बर 5 वडा नम्बर 5 को तपाईँ चाहिँ त्यहाँको मान्छे हुँदाखेरि भोट कसलाई हाल्नु म त बालन नै हो अधिकांश किन भन्दाखेरि हो उसले गरेको होला उसले नि गरे होला नगरेको हुन्छ उसले तिम्रो के भन्छ उसले पनि गरे हो नि त गर्दा उसले पनि त त्यो उसको ठाउँमा उसको एरियामा प्रशस्त गरेको छ जस्तै अब रेणुले पनि आफ्नो ठाउँ प्रशस्त गरे होला तर सबै ठिक छ उसको एरिया मात्रै भयो क्या उसले आफ्नो झापा एरिया जस्तो सबै देशलाई नै समेटेको थियो भने एउटा बेग्लै कुरा हुन्थ्यो अब तपाईँले के भन्नुभयो तपाईँ के भन्न खोज्नुभएको झापाका मान्छे चाहिँ विदेश गएका छैनन् खाडी मुलुक गएका छैनन् होइन अनि त्यो भन्न खोजेको होइन म विकास रोजगारी त्यो तपाईँको कुनै भएन क्या तपाईँ अब यहाँ विदेश गएका छन् भन्ने त यो विषयको सवालको कुरै विकास भयो भनिसकेपछि विकास भइसकेपछि त्यहाँ त होइन भनेको मतलब त्यहाँ त सेवा सुविधा भनेको पहिलेको भन्दा त धेरै भएको नि त पहिलाको त्यो एरियामा उसको चुनाव क्षेत्रमा त राम्रै गरे हो नि त नगरेको होइन अब जस्तै डडेलधुरामा चाहिँ देउवाले पनि राम्रै गरेको छ नगरेको होइन त्यही भएर त अस्तिको पल्ट पनि 4 जित्न सकेन होइन छ आफ्नो आफ्नो एरियामा आफ्नो आफ्नो क्षेत्रमा आफ्नो आफ्नो नेताले आफ्नो अस्तित्व जोगाउनलाई आफ्नो क्षेत्रलाई कभर गरेको छ नगरेको होइन तर त्यसरी कभर गरेर मात्रै भएन नि त देश बन्नु पऱ्यो भन्ने सबैको चाहना इच्छालाई चाहिँ परिवर्तन ल्याउने भनेको त कसले भन्दाखेरि नयाँ सोच नयाँ जोस नयाँ जाँगरले हो एमालेबाट पनि युवाहरूलाई उठाउन सकिन्छ जस्तै अहिले राष्ट्रसभामा जुन तरिकाको माहौल छ त्यही तरिकाले चाहिँ एमालेमा पनि युवाहरूलाई नै अगाडि सारेको भए अग्रसर बनाएको भए जस्तै छन् नि त एमालेमा पनि छ काङ्ग्रेसमा पनि छ सदस्यहरू एकदम अहिलेका चाहिँ सदस्यहरू तगडा छन् यति कुरा भन्दै तपाईँको घन्टीमै होइन त सहमत यसरी भोट चाहिँ घन्टीमै हाल्ने होला नि त हाल्ने त चिया पनि
चिया यो त छैन होला यसको छैन चिया कहीँ छैन घन्टी हो यसको चुनाव चिन्ह छैन छैन यसो छैन यसो छैन भने पछाडि हामीले घन्टीमै हाल्छौँ अहिले आएर चाहिँ फेरि तपाईँ फेरि ठ्याक्कै हर्कको कुरा गर्नुहुन्छ त चिया हर्क पनि त हाम्रो छिमेकी नै हो नि त उसलाई